सम्पूर्ण दर्शक महानुभावमा हामी स्नेक सेवा टिम दुईबाट हामीले आज सावन पूर्णिमाको हिसाबले सावनको अन्तिम सोमबारी र आज नाग पञ्चमीको समय पनि रहेको छ। आज मान्छेले नागको दर्शन गर्न पनि धेरै दुर्लभ नै हुन्छ, तर हामीले उद्धार गरेका सर्पहरू यसरी सर्पको पर्यावरणमा ल्याएर छाडिदिने गर्छौँ। तपाईहरुले त्यो खण्डमा पनि नमारिदिनु होला, हामीलाई जानकारी गराउनु होला, हामी आएर सकुशल उद्धार गर्नेछौँ। अहिले यसमा हामीले ल्याएको जति पनि प्रजातिका सर्पहरू छ त्यो तपाईहरुलाई हामीले यस भिडियो मार्फत देखाउन गइरहेछौँ। तपाईहरुले देख्न सक्नुहुन्छ यसमा विभिन्न प्रजातिका सर्प छन्। हामीले अब यसलाई निकाल्ने क्रममा छौँ। हामीले पाले पिलो निकाल्न खोजेको छौँ। यो धामन देख्न सक्नुहुन्छ, धेरै फुर्तिलो र धेरै छिटो हुन्छ। यो देख्न सक्नुहुन्छ, यो गोमन जसलाई स्पेक्टिकल कोब्रा इङ्ग्लिसमा भनिन्छ। यो पनि हामीले आज नागपञ्चमीको दिन नागदेवताको दर्शन गराउँदै तपाईहरुको माझ देखाउन गइरहेछौँ। देख्न सक्नुहुन्छ यो चाहिँ देख्न सक्नुहुन्छ पेन्डेड करेट। यो चाहिँ सबैभन्दा विषादी हुन्छ। यसले टोकेको खण्डमा यसको एन्टी भेनम पनि छैन, तर पनि यसलाई कसैले देखेको खण्डमा नचलाइदिनु होला। हामी अहिले यसको पर्यावरणमा छोडिदिइरहेछौँ। अझै पनि हामीसँग अझै 2-3 प्रजातिका छ। देख्न सक्नुहुन्छ यो पनि गोमन प्रजातिकै हो। सानो भए तापनि हामीले यसको वातावरणमा छोडिदिनको लागि छोडिदिइरहेछौँ। यो पनि गोमन नै हो, देख्न सक्नुहुन्छ। यो पनि गोमनै हो। यसलाई पनि यसको पर्यावरणमा छोडिदिइरहेछौँ। अब तपाईहरुलाई हामी सबैभन्दा डेन्जरस सर्प जुन कि सानै हुन्छ तर निकै नै विषादी हुन्छ त्यो सर्प निकालेर देखाउन गइरहेछौँ। यो सर्प देखेको खण्डमा कसैले पनि हेलचाक्री नगर्नु होला। यो एकदमै विषादी हुन्छ, हेर्दाखेरि एकदम नर्मल देखिन्छ तर यो सबैभन्दा डेन्जर आक्रमण हुन्छ। यसले टोकेको पनि थाहा पाइँदैन। यसलाई हामीले करेट पनि भन्छौँ, साइलेन्ट किलर पनि भन्छौँ। त्यसले गर्दाखेरि चिनिराख्नु होला सर्पको प्रजातिहरू। कसैले पनि देखेको खण्डमा यसलाई हामीलाई अथवा सम्बन्धित निकायलाई जानकारी गराउनु होला। हामी यसलाई सकुशल छोडिदिइरहेछौँ। अहिले देख्न सक्नुहुन्छ धामनको जस्तै तर धेरै नै विषादी सर्प हो। बिदा लिन्छौँ। तपाईहरुले हाम्रो युट्युब च्यानल हाम्रो भिडियोहरू देखिराख्नु भएको छ भने शेयर सब्स्क्राइब गर्नु होला। सबैमा अनुरोध गर्न चाहन्छु, किनभने हामीले यो जोखिमपूर्ण कार्य जुन गरिरहेछौँ
यो तपाईँहरूको लागि मात्रै होइन, हामी सबैको लागि नै सेवाको लागि निमित्त गरिरहेछौँ। त्यो भएको हुनाले गर्दाखेरि तपाईँहरूको साथ सहयोग चाहिएको छ हामीलाई। हामीलाई देखेको खण्डमा हामीलाई सेयर गरिदिनु होला, सब्सक्राइब गरिदिनु होला र कसैले पनि इजी बत्या नगर्नु होला। आज नागपञ्चमीको दिन थियो, तपाईँहरूलाई हामीले नागको दर्शन पनि गरायौँ। त्यसैले सबैजनाले हाम्रो यो भिडियो हेरेर लाइक कमेन्ट गरिदिनु होला। धन्यवाद। जय नेपाल।